साथी हो मेरो मम्मी पनि काठमाडौँ आउनुभयो है। अब मम्मीसँग यसो एकछिन बस्छु, कुराकानीहरू गर्छु। म चाहिँ यस्तो अनलकी छोरो रहेछु कि इभिनिङ भनेको थिएँ नि त मैले। उयो हेलो भन्नु यहाँ, गुड मर्निङ भन। तिम्रो नाम के हो भाइ? मनोज थापा। मनोज थापा। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई फेरि मेरो आजको नयाँ ब्लगमा। शुभ बिहानी सबैजनालाई है। अनि आज चाहिँ म एकदम धेरै खुसी छु किनभने मेरो ब्लगमा चाहिँ मलाई सपोर्ट गर्नको लागि मेरो मम्मी काठमाडौँ आउँदै हुनुहुन्छ। अनि त्यही भएर चाहिँ म धेरै एकदम ह्याप्पी छु होइन। अनि मम्मीलाई नभेटेको पनि लगभग मैले चाहिँ 6-7 महिना भयो होइन। किनभने अस्ति दसैँमा घर गएदेखि चाहिँ म गएकै छैन नि त। अनलाइनमा काम गर्नेहरूको चाहिँ त्यति मजाले छुट्टी नै पाउन चाहिँ एकदम गाह्रो हुन्छ क्या। त्यसले गर्दा चाहिँ घर जानै पाएको छैन। अनि धेरै मम्मीलाई चाहिँ म धेरै याद गर्छु कि एकदम धेरै सपोर्ट गर्नुहुन्छ। सो त्यही भएर मम्मी आउँदै हुनुहुन्छ 2-4 दिनको लागि मसँग बस्नको लागि। अनि मम्मीलाई चाहिँ म पुरै फुल्ली तरिकाले काठमाडौँ घुमाउँछु। अनि म चाहिँ ठ्याक्कै अहिले मेरो रेस्टुरेन्ट बाहिर बसिरहेको छु किनभने भर्खर 7 बज्दैछ। अझै आधी घन्टा मसँग चाहिँ टाइम छ कि ड्युटी जोइन गर्नको लागि। अनि मम्मीसँग बसेर चाहिँ म एभ्रिडे भ्लग बनाउने भनेर सोचि नै रहेको छु। 1 हप्ताको चाहिँ लिभ फर्म भरेर छुट्टी बसेर अनि काठमाडौँ पनि घुमाइदिन्छु मम्मीलाई मजाले। अनि त्यहाँबाट चाहिँ दाइ पनि आउने कुरो छ 2-4 दिन पछाडि। मम्मी आइसके पछाडि बाहिरबाट। अनि अहिले पार्कमा चाहिँ एकदम आनन्दको त्यो शान्ति वातावरण छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि होइन। यहाँनिर चाहिँ अहिले चाहिँ खाली नै छ एकदम, त्यति धेरै चाहिँ ऊ छैन। कोही बेला चाहिँ भिड त भिडै हुन्छ तर त्यति छैन। ब्युटिफुल प्लेस छ तर जे जस्तो भए पनि बिहानको लागि चिसो हावा खानको लागि चाहिँ आनन्दले एक्लैले शान्ति भएर बस्नको लागि चाहिँ राम्रो ठाउँ छ यहाँनिर। अनि यहाँ माथिनिर चाहिँ यहाँनिर साइडमा चाहिँ नयाँ स्विमिङ पुल पनि बन्दैछ कि। ओपनिङकै बेलामा चाहिँ म यहाँनिर स्विमिङ गर्छु भनेर सोचि नै रहेछु कि। जस बन्दैछ अहिले चाहिँ यहाँनिर त्यति ऊ भएको छैन। लगभग टाइम लाग्छ होला अझै 6-7 महिना जति। फोरै रहेछ उता जाम भन्नु पनि नसक्ने। सो मैले चाहिँ यहीँबाट देखाइदिन्छु है हजुरहरूलाई। अनि मैले जागिर गर्ने रेस्टुरेन्ट चाहिँ यही हो, हैदराबाद हाउस, नोभो एसियन अनि क्याफे फिक्का। ओपनिङ हुँदैछ भर्खरै। कान्छु गुड मर्निङ। अब चाहिँ म ड्युटीको लागि रेडी हुन्छु साथीहरू। हामीहरूको अफिस यो चाहिँ हाम्रो अफिस। यहाँ चाहिँ प्रितम दादा बस्नुहुन्छ। रुम चाहिँ अन्धकारै छ। मेरो चाहिँ ब्रस कोलगेटहरू सबै यहीँ हुन्छ के। धेरै जस्तो सबै सामानहरू लुगाहरू पनि यत्तिकै छलङ्ग छ। यहाँनिर मेरो लुगाहरू कुन हो यहाँकै छ। सेफ फुडहरू अब एकछिन ब्रस गरेर मुखसुख धोएर अनि ड्युटी जोइन गर्ने हो। अनि मसँग चाहिँ एकजना हाम्रो किचन फ्यामिलीमा चाहिँ नयाँ टिम मेम्बर पनि जोइन भएको छ, एकजना भाइ जो चाहिँ अब बिहान मसँग 8 बजीबाट ड्युटी जोइन गर्छ। अब एकछिनमा उसलाई पनि लिएर माथि जानु छ मलाई। अनि उसलाई लगेर कामहरू पनि म देखाउँछु, सिकाउँछु। अनि म चाहिँ रेडी भएर किचनमा आफ्नो ड्युटीमा पनि आइसक्यो। कस्तो देखिरहेको छ त साथी हो मलाई सेफ कोडमा भान्सेको लुगा भाँडा माझ्नेहरूको। अनि यहाँ चाहिँ हेलमेट छ, हेलमेट लाउनुपर्छ। यस्तो हेलमेटहरू लाउनु पर्ने हुन्छ। हामीसँग चाहिँ सेफ क्याप प्रायः हामीले युज गर्दैन नि त। अनि त्यही भएर किचनको हाल चाहिँ यस्तो हुन्छ, बिहान ओपनिङ गर्नुपर्ने हुन्छ। म चाहिँ एक्लै छु नि त अहिले, भाइ आएकै छैन। भाइको अलिकति टाइम मिलेको छैन। अब यो सबै ओपनिङ सेटअपहरू गर्नुपर्छ। हाम्रो चपिङ बोर्डहरूदेखि लिएर सबै कुराहरू चाहिँ यहाँ यसरी राख्छौँ हामीले। ज्यानहरू माथि छ। अनि चुल्हाहरू बेलुका घुटघाट गरेर सब यतातिर थन्को मन्को गरिओरि चाहिँ हामी राति क्लोजिङ गर्छौँ 10-11 बजीसम्म ड्युटी गरेर। म चाहिँ 9 देखि 9:30 बजी हिँडिहाल्छु। अनि यता पनि यस्तै छ, सबै कुराहरू मजाले अब सेटअपहरू गर्नु छ, बनटहरू हाल्नु छ। यतातिर यस्तो छ। यहाँ चाहिँ अनि हाम्रो पिज्जा मेसिन, तपाईँहरूलाई मैले धेरैचोटि देखाएको छु होला। यो पिज्जा मेसिन पनि हाम्रो। अनि यो चाहिँ हाम्रो चिल्लर फ्रिज।
अनि नयाँ भाइ जोइनिङ भनेको थिएँ नि त मैले उयो हेलो भन्नु यहाँ गुड मर्निङ भन तिम्रो नाम के हो भाइ मनोज थापा नगर ल मैले तपाईँलाई भनेको थिएँ नि नयाँ जोइनिङ हुँदैछ हामीसँग हाम्रो किचन फ्यामिलीमा टिमवर्कमा भनेर सो उही हो ल दाइको च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो सेयर लाइक कमेन्ट गरिदिनु पऱ्यो भन्दै तयार ल दाइको च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु पऱ्यो ल भाइ लज आए जस्तो छ त्यति मजाले जानेन अब उसलाई चाहिँ ऊ चाहिँ फ्रेस छ होइन भर्खरै गाउँबाट आएको उसको घर चाहिँ कहाँ अरे भाइ धादिङ गङ्गा जमुना अरे ऊ चाहिँ फ्रेस छ उसलाई चाहिँ धेरै कुराहरू सिकाउनु छ यो ल एकदम कन्फिडेन्सको साथले होइन हिम्मतको साथले अगाडि बढ्नुपर्छ हामीले पनि तिमी जस्तै भाडा माझेरै अहिलेसम्म यहाँसम्म आइपुगेको छौँ सो तिमीले पनि धेरै दुःख गर्नुपर्छ सुरुमा हार्डवर्क बिना चाहिँ किचन लाइनमा चाहिँ टिक्न चाहिँ धेरै गाह्रो हुन्छ साथीहरू त्यही भएर हार्डवर्क भनेको चाहिँ एकदम बढी है दाजु त्योभन्दा पनि ठिक छ ल अब उसलाई पनि अब त्यहाँ धेरै कुराहरू सिकाउनु पर्नेछ भर्खरै आएछ अब किचनहरू सेटअपहरू गरिवरी हामी चाहिँ उसलाई टक्कसँगले उसको कामहरू के हुन्छ के गर्ने हो किनभने फ्रेस छ नि त आज भर्खरै जोइन भयो नि त तिमी अब चाहिँ जोइन भर्खरै भयो आज अनि उसलाई चाहिँ अब यताउति देखाउँछु ओर्छु अनि कामहरू के हो भन्ने कुरा पनि सिकाउँछु यसलाई उतापट्टि साइडमा चुलामा लगेर राख छुट्टी बस्ने भन्नु थियो साथीहरू तर के गर्नु जीवन भाइ घर गएको छ अनि उसको उनाउँछेसम्म चाहिँ मैले ड्युटी गर्नै पर्ने हुन्छ अब के गर्नु त भाइ घर गएको छ अब 2-4 दिनको लागि अब भाइ आउँछ अनि त्यहाँबाट म छुट्टी बस्छु त्यो बाल्टीमा यहाँ बाल्टी छ बाल्टीबाट पानी भर बाल्टीमा पानी भरेर गयो त्यो स्टिमरमा हाल्नु है हामीले ग्रेभी सिरेभीहरू पनि पकाउनु पर्ने हुन्छ सबै कामहरू के गरेको हुन्छ नि त बिहान चाहिँ एकदम आएर तताएर फ्रेस गर्नुपर्ने हुन्छ बिहान आएर होइन यो सबै ग्रेभीहरू निकालेर राख्नु है म आउँछु अनि म आएर अनि तताउने कसरी के हो भनेर तिमीलाई म सिकाउँछु एकैचोटि त अब सबै कुरा सिकाउँदाखेरि तिमीलाई धेरै गाह्रो हुन्छ बिस्तारै बिस्तारै हो सबै कुराहरू सिक्ने भनेको कसरी राख्नु सबै फोहोर बनाएछ मैले स्टिमर खोलेको छु पानी तताउनु है अब मेरो किचन फ्यामिलीहरू चाहिँ ठ्याक्कै 9 बजीबाट स्टेप बाई स्टेप सबैको जोइनिङ स्टार्ट हुन्छ बिहान चाहिँ अब हामी 4 जना हुन्छौँ यहाँ माथि किचनमा अब 9 बजीबाट चाहिँ अब 2 जना भाइहरू आउनुहुन्छ अमृत दाइ चाहिँ बिरयानी हान्नको लागि आउनुहुन्छ अनि त्यहाँबाट पदम दाइ चाहिँ 10 बजी आउनुहुन्छ अनि 10 बजी आएर पदम दाइले आउँदी के छ सबै कुराहरू गर्नुहुन्छ गार्निस ब्याग यहाँनिर गार्निस ब्याग हाल्नुपर्छ त्यो डस्टबिन लिएर आऊ यता यसो गर्ने होइन
बिहान आउने किचन सेटअप गर्दै सबै काम बिस्तारी 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 हुन्छ एकैचोटि आत्तेर गर्नु हुँदैन है त्यसरी हाल एउटा डस्टबिन छ त्यो डस्टबिनमा ल्याउनु हाल उता पहिला उता गएर दुईवटा डस्टबिन छ उतापट्टि साइडमा हो त्यहाँनिर दुईवटा डस्टबिन बटर चिकन ग्रेभी रहेछ त्यो यस्तो डेक्ची छ नि त्यस्तो डेक्ची तल होला सानो सानो हो त्यो डेक्चीहरू दुई तिनवटा लिएर करीहरू तताउनुपर्छ है ग्रेभीहरू चाहिँ सबै मैले तताइसकेको छ साथीहरू अनि ऊ भाइ चाहिँ फ्रेसर भाइले चाहिँ डस्टरहरू दिँदैछ कान्छा मजा आउँछ नि है काम गर्नु अब दाइहरूसँग रमाइलो गर्दै काम गर्नुपर्छ अनि यो सबै यो 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 चिम्लीहरू पनि घोट्नुपर्छ नि आधी रातिसम्म किचनमा चाहिँ अब अरू कामहरू छ अब बिस्तारै बिस्तारै गर्ने हो सबै कामहरू यतापट्टि पनि ग्रेभीहरू बसाइदिएको छु अब पिज्जा ओभन चाहिँ एकछिनमा बाल्ने हो अनि यतापट्टि चाहिँ हामी नुडल्स अनि फ्राइड राइसहरू बनाउँछौँ अनि यो साइडमा चाहिँ हामी सुसीहरू बटार्छौँ अनि यहाँ चाहिँ हामी पिज्जा बनाउनेदेखि लिएर मोमो अनि बाओ साओहरू धेरै कुराहरू बनाउँछौँ अनि यसमा चाहिँ हामीले ब्रेकफास्टदेखि लिएर सिजलरहरू ग्रिल चिकनहरू सबै कुराहरू यहाँनिर रेडी गर्छौँ यो त हामीहरूको अगाडिको स्टेसन भइहाल्यो ल साथीहरू अब चाहिँ म एकछिन मजाले भाइलाई धेरै कुराहरू सिकाउनु छ नि त अब नर्भस होला अब टाइम पनि छैन मसँग भ्लगको लागि किनभने काम गर्नुपर्ने हुन्छ अब भरे मम्मी आएपछि अरू कुराहरूलाई देखाउँला अहिले चाहिँ अब म एकछिन बिजी हुन्छु काम गर्छु है साथी हो फाइनल्ली मेरो मम्मी चाहिँ काठमाडौँ आउनुभयो है यहाँ हेर्नुहोस् त ल मम्मी चाहिँ सामानहरू झिक्दै हुनुहुन्छ गाडीबाट कीर्तन दादा पनि पुग्नु भएछ मामा ल साथी हो मेरो मम्मी पनि काठमाडौँ आउनुभयो है अब मम्मीसँग यसो एकछिन बस्छु कुराकानीहरू गर्छु म चाहिँ यस्तो अनलक्की छोरो रहेछु कि मम्मी आउने दिन पनि होइन काम गरेर बस्नु परेको छ क्या काठमाडौँमा ल ठिकै छ अब मम्मीसँग धेरै कुराहरू गर्छु र आजको मेरो भ्लग चाहिँ म यहीँ टुङ्गाउँछु र हजुरहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज है ल बाई बाई